यस राणाको परिवार भेट्न पुगिन् आशा खड्का। यस्तो अवस्था देख्दा बनिन् भावुक। नेपाली चलचित्रका चर्चित कलाकार बीएस राणाको निधन भएको आज 4 वर्ष पुगेको छ। उहाँ 79 वर्षको हुनुहुन्थ्यो जब उहाँको निधन भएको थियो। बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा राणाको निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले पहिले जानकारी दिएका थिए। करिब 30 वर्ष युनाइटेड किङडममा बसोबास गरेका राणाले विश्व प्रसिद्ध नाटककार विलियम शेक्सपियरले लेखेका नाटकहरूमा पनि आफ्नो अभिनय प्रस्तुत गरेका थिए। विषम 2041मा नेपाली चलचित्रमा डेब्यु गरेका उनले दक्षिण कोसेली चिनो, दुई थोपा अंश, नेपाली बाबु, करोडपाटी, दर्पण छाया, 2, सेतो बाघ र बसन्ती लगायत दर्शनौं फिचर फिल्ममा अभिनय गरेका थिए। काठमाडौँको बुढा नीलकण्ठका स्थायी बासिन्दा उनी पछिल्लो समय ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए। उहाँको श्रीमती र 3 छोरी छन्। छोराको केही वर्ष अघि नै निधन भएको थियो। राणा नेपाली फिल्म जगतका निकै नै होनहार कलाकारमा चिनिनुहुन्छ र उहाँ राजपरिवारसँग सम्बन्धित व्यक्तित्वमा पनि पर्नुहुन्छ। बेलायतबाट MBA को अध्ययन गरेर नेपाल फर्केपछि शिक्षण पेसामा पनि आबद्ध हुनुहुन्थ्यो र उहाँ जङ्गबहादुरको नातेदार पनि हुनुहुन्छ। उहाँको परिवारमा अहिले श्रीमती र छोरी मात्र रहेको छ र अहिले उहाँको निधनपछि दुवैको मानसिक सन्तुलन गुमेर बिचल्ली भएको खुलेको छ। यही बिरामी हुँदा सबै सम्पत्ति उपचार खर्चमा सकिएको र उहाँको देहान्तपछि समयको आर्थिक अवस्था एकदमै कमजोर रहेको खुलेको छ। आशा खड्का बीएस राणाको परिवार भेट्न पुगिन्। आशा खड्काले बीएस राणाको परिवारलाई गरिन् 50,000 सहयोग। आशा खड्काको यो सहयोग सबैले दिल खोलेर उहाँलाई सम्मान गर्नै पर्छ। एउटा कलाकार भएर साथै कलाकार तथा निर्देशक आशा खड्काले गरेको यो सहयोग सबै आशा खड्काको करोडौं फ्यानहरूले अझै धेरै साथ र सपोर्ट गर्ने निश्चित नै छ। उहाँको यस सहयोगप्रति हाम्रो पनि सम्मान छ। कलाकार भएर कलाकारको लागि सहयोग गर्नु त्योभन्दा ठुलो सहयोग अरू के नै हुन्छ र आशा खड्का साथै उहाँको श्रीमान सागर गौतमलाई पनि दिलदेखि नै हामी हार्दिक धन्यवाद भन्न चाहन्छौँ। उहाँको यो सराहनीय कामको लागि हामी सबैले खुलेर चर्चा गर्नै पर्छ। आशा खड्का ज्यूलाई यस्तै सहयोग भावना यस्तै सहयोगी कामहरू गर्दै जानुहोला। उहाँलाई अझ धेरै सम्मान साथै हार्दिक धन्यवाद पनि भन्न चाहन्छौँ। दर्शकवृन्द, हामीले दिएको जानकारी प्रति यहाँहरूलाई कुनै सल्लाह सुझाव र प्रतिक्रिया भए हाम्रो तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न भने नभुल्नुहोला भन्दै दर्शकवृन्द, अहिले भने यस छोटो जानकारीदेखि छुटिन चाहन्छौँ। हवस् त, नमस्ते।